गाइस वेलकम माई च्यानल आयो सन्चै हैन आफ्टर लङ टाइम पछि फेरि म गाउँ आएको आज चाहिँ फेरि माछा मार्ने ठाउँ यहाँ हैन यो पानीमा चाहिँ एउटा हालेर बाँकी चाहिँ अलिक भिजाएर राख्नु चाहिँ बुवा दिदी म गाइस फाइनली गाइस खोला सुकिसक्यो हैन देख्न सक्नुहुन्छ दिदीले माछा मार्दै हुन्छ यहाँ बुवालाई असिस्ट गर्नुहुन्छ हेरौँ कति मर्छ है त गाइस बाँकी चाहिँ अरू भिडियोमा देख्न सक्नुहुन्छ यहाँ माछा मार्दै गरेको अहिले चाहिँ सुरुमा यति मरिरहेको छ गाई चाहिँ माछा धेरै छैन चाहिँ बुवालाई जुगा लगाएर गाई अब चाहिँ अहिले पछि है त गाई हेर्न सक्नुहुन्छ हामी चाहिँ माछा मार्न आउने टाइममा औँसेलीको दाना गाएछ है औँसेली खानु त ल औँसेली खाएको औँसेली गाएछ खोलामा आएर त भोक लागेर लान्छ यो खान पाइन्छ है खिचाऊ क्या औँसेली गाएछ औँसेली औँसेली है गाएछ औँसेली माछा मारेर गाइज भोक लागेर हामी चाहिँ घरको टरुल खाइरहेछौँ देख्न सक्नुहुन्छ यतातिर गाउँको बाहिर देख्न सक्नुहुन्छ गाउँ कस्तो दामी है झोलडङ्गे पुल भइहाल्यो हजुरले त सुकाएको फाइनली गाइज यति मऱ्यो है त आज चाहिँ माछा सक्नुहुन्छ है हुन्छ बहिनी बाबु अन्त कालो कलो कलो भन्थ्यौ कलो भन्थ्यौ